नेपाली ब्यान्ड भनेर। त्यो आयुष बी भने जस्तो लाग्यो। आशिष गुरुङ। आशिष गुरुङ। आशिष गुरुङ चेकआउट। यस्तो दामी छ यार। दामी छ तिनीहरू। आशिष गुरुङ अनि प्लस तिनीहरूले अहिले आशिष गुरुङको धुन बगैँचा भन्ने एउटा ए सेसन टाइपको चप्पल भन्ने ब्यान्ड सुनेको छौ? चप्पल चप्पल अँ छैन नि। चप्पल भन्ने ब्यान्ड पनि त्यसको मलाई कुन गीत चाहिँ दामी मिठो लागेको थियो, समय भन्ने। यिनीहरू डेन्जर पुरानो ब्यान्ड रहेछ त है को चप्पल। चप्पल अँ अँ 7-8 वर्ष अगाडि निकाल्यो होला। के समय भन्ने 7 वर्ष अगाडि रहेछ। तिमी ब्युटिफुल ल अँ रे अर्को गीतको नाम। ह्याप्पी ब्युटिफुल लभ भन्ने चाहिँ मलाई अलिकति लिरिक्स अलि राम्रो लागेन, तर समय भन्ने चाहिँ अति दामी लाग्यो। ए सही अनि सही सही। हामी भन्ने ब्यान्ड छ एउटा। हामी भन्ने पनि है। अनि अर्को छ चकाचक भन्ने छ, तिनीहरू पनि दामी छ। चप्पल ब्यान्ड के रहेछ भन्दाखेरि होइन 2012 मा मैले भनेको चेरी ब्लोजम ब्यान्ड क्या। चेरी ब्लोजम अँ एम्पायर अफ द सन नेपाली नै हो यिनीहरू। हो यस्तो दामी लाग्यो यार मलाई यार चेरी ब्लोजम। जस यिनीहरू म्याथ मेटल म्याथ रक भनौँ अब जस दामी खतरा खतरा ब्यान्ड छ यार। चेरी ब्लोजम चप्पल हामी केटाहरू केटाहरू त तर केटाहरू चाहिँ अलिकति केटाहरूको त केटाहरूको चाहिँ म्युजिक चाहिँ राम्रो लाग्छ होइन, तर लिरिक्स चाहिँ चकाचकको त नयाँ गीत आएछ नि त आशाहरू भन्ने दुई दामी राम्रो छ यार त्यो। 2 दिन यस्तो अगाडि मिड आएको दामी रहेछ। छ। 2 दिन अगाडि आएको रहेछ। राम्रो लाग्यो यो अहिलेको नेपाली हाम्रो जस अन्डरग्राउन्डै छन् भन्दा पनि कस्तो भन्ने माथि छन्, तर त्यति धेरै ऊ रहेनछ क्या, रिच रहेनछ क्या। त्यो किन हो थाहा छ? किन नेपालको सिनमा चाहिँ अलिकति एक्ज्याक्ट मिल्छ कि मिल्दैन त्यो चाहिँ भन्न सक्दिनँ होइन, किनभने नेपाली लिसनर अलिकति डिफ्रेन्ट नै छन् बाहिरको हेरिकन। तर टेक्निकली म्युजिकली कुरा गर्ने हो भने चाहिँ म्याथ रक प्रोग्रेसिभ हुन्छ नि, यिनीहरू भनेको चाहिँ तिम्रो कस्तो अब जस्तो अरू गीत कमर्सियल सङहरू अनि त्यसपछि नर्मल रकहरू पपहरू चाहिँ नर्मल लिसनरको लागि भयो होइन। त्यो चाहिँ उनीहरूले कि म्युजिकमा भाइब लिन्छन् कि लिरिक्समा भाइब लिन्छन् कि मेलोडीमा लिन्छन् होइन। तर उनीहरूले दिइरहेको पनि त्यस्तै नै हुन्छ। जस्ट हामीलाई अब लिसनरलाई टार्गेट गरिरहन्छ। लिसनर भनेको नर्मल लिसनर होइन। तर प्रोग्रेसिभ रक प्रोग्रेसिभ मेटल अनि म्याथ रक म्याथ मेटलहरू चाहिँ कस्तो हुन्छ भने त्यो चाहिँ गिटारिस्टले गिटारिस्टलाई अथवा म्युजिसियनले म्युजिसियनलाई सुनाइरहेको जस्तो कि तँभन्दा म दामी छु अथवा ल मैले यस्तो बजाउन सक्छु ल भनेर भने जस्तो अग्रेसिभ वेमा होइन कि जस छ है मसँग यो छ है भनेर देखाएको जस्तो उनीहरूको लिसनर चाहिँ म्युजिसियन नै हुन्छ कि म्याक्सिमम् टाइममा। अनि म्याथ भनेको त म्याथ रक अथवा म्याथ मेटल भनेको त म्याक्सिमम् टेक्निकलै हो नि त। अनि मान्छेले टेक्निकल बुझ्नलाई त त्यो नर्मल लिसनरले ल सुदिङ भयो भने सुन्ला होइन। जस्तो चेरी ब्लुजमको सुनेर उसको ऊ जस्तै छ पोलिफियाहरू टाइपको अब एउटै जनर हो उस्तै उस्तै त भइहाल्छ होइन। अनि मान्छेलाई सुदिङ लागेर सुन्न सक्ला, तर कस्तो भने त्यो म्युजिसियनले म्युजिसियनलाई सुनाएको जस्तो क्या ल मैले आज यस्तो बजाएँ अथवा मेरो यो यति प्र्याक्टिसबाट यस्तो निक्ल्यो है भनेर भने जस्तो छ कि मलाई चाहिँ त्यस्तो लाग्यो कि म्याथ मेटल प्रोग्रेसिभ रक भनेर अब जस्तो
एकचोटि मैले नेपालमा ब्याचलर्स पढ्दाखेरि पोस्ट मोडर्निजम भन्ने पढेको थिएँ क्या। उम्, पोस्ट मोडर्निजम भनेको चाहिँ ठ्याक्क हाम्रो प्रेजेन्टेसनको पार्ट थियो, त्यही भएर मात्रै याद छ, नभए चाहिँ केही नि केही नि थाहा छैन ब्याचलर्सको। पोस्ट मोडर्निजम भनेको चाहिँ जस्तो मैले एउटा नयाँ टेक्निक लिएर आएँ अथवा नयाँ आइडिया लिएर आएँ, अनि त्यो चाहिँ अहिलेसम्म थिएन होइन। मैले अरूको आइडियालाई फलो नगरिकन मेरो आफ्नो आइडिया क्रिएट गरेँ, अनि मेरो पछाडि चाहिँ फलोवर आयो भने चाहिँ मेरो पोस्ट मोडर्निजम भयो होइन। म त्यो इनिसिएट गरेँ नि त मैले। सेम चिज प्रोग्रेसिभ रक अथवा प्रोग्रेसिभ मेटलमा पनि हुनुपर्ने हो हुन चाहिँ। जस्तो क्लासिक रक चलिरहेको थियो, ज्याज चलिरहेको थियो, एउटाले ल्याएर ज्याज र क्लासिक रक मिक्स हान्थ्यो, प्रोग्रेसिभ रकमा ल्याइदियो होइन। जस्तो प्रोग्रेसिभ रकमा क्यान्ससहरू अनि जेथ्रो टुल, यिनीहरू यो ब्यान्डहरू भनौँ न, ल जस्तो भनौँ पिङ्क फ्लोइडै भनौँ न, यिनीहरूले चाहिँ क्लासिक रक पनि छ अरू पनि छ मिक्स गरेर लिएर आयो, प्रोग्रेसिभ भयो होइन। अब यही चिजलाई फेरि अर्कोले कपी गर्यो भने उनीहरूलाई प्रोग्रेसिभ भन्ने कि नभन्ने, उनीहरू त्यसको भित्र फलो गरिसक्यो नि त। प्रोग्रेसिभ भनेको चाहिँ एभ्री टाइम नयाँ 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 हुनुपर्ने हो नि त। अब जस्तो क्यान्सास भन्ने ब्यान्ड सुनेछौ नि? सुनेछु। क्यान्सास अनि त्यसपछि पिङ्क फ्लोइड कुनै कुनै पार्टमा सिमिलर होला तर डिफ्रेन्ट छ। अनि जेथ्रो टुल भन्ने डिफ्रेन्ट छ होइन। अनि त्यसपछि क्यामेल, किङ क्रिम्सन, अरू एउटा के थियो, इएलपी भन्ने, इमर्सन लेक पामर हो कि के छ क्या, इमर्सन लेक पामर। इमर्सन लेक एन्ड पामर हो तिनीहरू, त्यो रस क्यामेल, यिनीहरू प्रोग्रेसिभ रक भयो। तर त्यो टाइमको लागि प्रोग्रेसिभ भयो। अब फेरि त्यही चिज कति फलो गरिरहेको छ, त्यो चाहिँ प्रोग्रेसिभ भएन है। कस्तो यो चाहिँ अब यहाँ एकदम म्युजिक आर्ट हुनुपर्ने, अब यहाँ पुरै पढाइ जस्तो भइसक्यो क्या। त्यो छुट्याइदियो जनर हो त्यस्तो चाहिँ। अब नेपालमा चाहिँ अब यो म्याथ प्रोग्रेसिभ रकहरू चाहिँ मलाई चाहिँ दामी लाग्यो दाईहरूले केटाहरूले ट्राई गरिरहेको। अब सिनियरहरूले भनौँ न, दाई भने आफ्नो दाई होइन कि, सिनियर अहिले गरिरहेको दाईहरू नाइस लाग्यो। नेपाली म्युजिक माथि पुग्दैछ है, मिठो मिठो बजाउँदैछन् है के गाइजहरूले, बजाउँदैछन् भजन चाहिँ। कति पुरानो रहेछ हेर, चेरी ब्लुजम, के म त अचम्मै परेँ त। पहेँलो बत्ती मुनि पनि नाइस छ। पहेँलो बत्ती मुनिको त म्युजिकली मेलोडी होइन उनीहरूको त लिरिक्स पनि राम्रो छ, तर लिरिक्स म पनि चाहिँ राम्रो। अलिकति म्युजिकल कुरा गर्दा राम्रो उनीहरू छ भयो। तिनीहरूको। अनि त्यसपछि प्रोग्रेसिभ रक भनेर उसलाई पनि भन्न मिल्छ, हाम्रो एलिमेन्ट्सलाई। नयाँ नयाँ एउटै जनरमा च्यापेर बस्दैन नि त, ट्राई गरिरहन्छ एल्बम अनुसार। एलिमेन्ट्स नै मिल्यो। एल्बम अनुसार चेन्ज हुँदैछ। अरू चाहिँ अब प्रोग्रेसिभ रक अथवा प्रोग्रेसिभ मेटलमा चाहिँ अरू ब्यान्डहरू अब नेपालको लागि त उग्रकर्म र अन्डरसाइड हो थाहा पाएको मैले। अनि अब प्रोग्रेसिभ भनेको अलिकति एग्रेसिभ रिफहरू हुन्छ नि, चलिने, अनि हाइगेन एम्प्लिफायर्सहरू यताउता त्यस्तो हो नि त। जस्तै 5 फिङ्गर डेथ पन्च, स्लिपनट छ होइन। अनि त्यसपछि कर्न छ, लिङ्किन पार्क, डेफटोन्स, अनि सिस्टम अफ डाउन पनि त हो नि, सिस्टम अफ उनीहरूको डाउन पनि त्यो पनि भयो। ड्रिम थिएटर, गडस्म्याक, डिस्टर्ब्ड, अनि ड्राउनिङ पुल्सको आजकल मैले यति धेरै गीत सुन्न थालेछु यार। मलाई नि राम्रो लाग्छ त्यो ब्यान्ड चाहिँ। मलाई नि मलाई राम्रो दामी लाग्छ त्यो ब्यान्ड चाहिँ। मैले कसरी सुनेँ भन्दा मैले डेफ्टोन सुन्दा सुन्दा चाहिँ युट्युबमा आइरहेको थियो कि ड्राउनिङ पुल्सको, अनि यसो सुनेको थिएँ। अनि यसो बजेको थियो कि नाम पनि थाहा थिएन यो ड्राउनिङ पुल्स हो भनेर। सुन्दा सुन्दाखेरि चाहिँ अनि यिनीहरूको चाहिँ हुन्छ नि टक्क मर्निङमा सुन्नुपर्छ टाइपको गीतहरू रहेछ कि। त्यो डाउन विथ द सिकनेस भन्नेवाला नि
ए त्यो त उसको डिस्टर्बको होला नि। सरी। तपाईँलाई स्पेस ब्यान्ड कस्तो लाग्छ? स्पेस ब्यान्ड अब यमर सेसनमा सुनेको हो मलाई। हलुसिनेटिङ भन्ने चाहिँ याद छ मलाई। जस्ट त्यो केटी को हो? रिना गिरी हो र होइन नि? रिना गिरी किन हेर्छु म, हेर्नुपर्छ। मलाई राम्रै लाग्यो जस्ट मलाई नि राम्रो लाग्यो, तर त्यो जुन सबिन दादा त हुनु नै हुन्छ अघि त्यही सबिन दादा त मेरो रफ्तार मेरो साथ भेट्दैनस् मलाई मार भन्ने गीत सुन्दै आएको बाटोमा त उही हो कि क्या मै हो कि क्या। सबिन दादाको अहिले के अरे फ्यारो हो कि होइन? सबिन राई एन्ड द फ्यारो हो कि? सबिन राई एन्ड द फेरो। पहिला इलेक्ट्रिक्स थियो होइन? सबिन राई एन्ड द इलेक्ट्रिक्स हो जस्तो लाग्यो। सबिन दादा त तिमीले जेथ्रो टुल भन्ने सुनेछौ कि छैनौ? हजुर जेथ्रो टुल भन्ने सुने छैन दाइ त्यो चाहिँ। JETHROTULL। TULL हो? ए जेथ्रो टुल, ए डेन्जर पुरानो रहेछ त है यिनीहरू। बाँसुरीहरू लास्टै पुरानो। बाँसुरी पनि हान्दो रहेछ यिनीहरू त। दामी दामी छ कि यिनीहरू। हो सबिन मलाई नि ठ्याक्क त्यही भएर ऊ पनि यो तर फेरि यिनीहरूको अघि नै भनेको आशिष गुरुङहरूको त्यो पनि मिठो लाग्यो कि। तर यिनीहरूको अफिसियल उस चाहिँ रहन्छ होइन, अफिसियल युट्युब च्यानल। लाइभहरू यताउताहरू मात्रै हेरेँ हो मैले पनि। ए ठिक ठिक त मुररी सुलरी बजाएर होइन टक्क राम्रो गर्दो रहेछ। हेर्दाखेरि त फेरि पुरै हिप्पी जस्तो अन्त यार। ल हिप्पीले गर्दाखेरि चलेको त हो नि हाम्रो नेपालमा यो सबै। त्यो त त्यही हो। आर्किटेक्ट भन्ने सुनेछौ? आर्किटेक्ट त सुनेको। एनिमल्स आर्किटेक्टको वान अफ द राम्रो सङ लाग्ने मलाई। त्यो एल्बमको गीतहरू दामी छ कि प्रोग्रेसिभ। नाइटमेयर एन्ड द सेन्स भन्ने। त्यो नि राम्रो छ। आर्किटेक्ट त मैले सुनिरहेको हुन्छु। नाइटमेयर एन्ड द सेन्स। अहिलेको लागि चाहिँ म चाहिँ चेरी ब्लुजम र मेन चाहिँ यो उसको दामी आशिष गुरुङको चाहिँ मिठो फ्यान भयो है म म सुन्नु अहिलेको पर्ला। लागि। मैले त यिनीहरू अहिले त्यही छ। सुनेको थिइनँ कि। मैले आशिष इन्स्टामा गुरुङ फलो गरेको छु क्या। चेरी ब्लजुम अनि चेरी ब्लुजम चप्पल नि सुन्नु अनि पर्ला। हामी चकाचक होइन? हामी चकाचक हामी चुम्बक स्पेस केटाहरू स्पेस त स्पेस र केटाहरू चाहिँ हल्का हल्का सुनिरहेको हुन्छ जस। चप्पल केटाहरूको म्युजिक चाहिँ एवा नै लाग्छ मलाई है। लिरिक्स चाहिँ खै अब के भन्ने ठिकै छ लिरिक्स अर्कै पाराको छ। तिनीहरूको नि एज अ लिसनर कुरा गर्दैछौँ न हामी चाहिँ म्युजिसियन होइन आर्टिस्ट होइन है। हामी यस सुन्ने यस। आर्टिस्ट हो। कसरी रक म्युजिक मन पर्यो त तिमीलाई भन नि त ल। कसरी रक भनौँ कि अलिकति तर एउटा अब्जेक्टिभ पनि हुनसक्छ सब्जेक्टिभ पनि हुनसक्छ होइन कुरा। केटा लिसनर फरक पनि हुन्छन् होइन। केटीलाई टार्गेट अब त्यो अहिले अलिकति सेन्सिटिभ कुरा हो फेरि केटाकेटी छुट्यायो भन्ने कुरा होइन। तर वी आर नेपाली नेपाली टोलीहरूले बुझ्छन् बाहिरको लिसनरलाई होइन। तर त्यो मेल मेल ऊ हुन्छ नि इन्ट्रेस्ट हुन्छ नि त्यो अलिकति तडक भडक यो बाइक साइक लफडा यो आउट अफ द रुल हुन्छ नि सबै बुकभन्दा बाहिर सबै चिज हो त्यस्तो त्यस्तो गर्न मन लाग्ने हुन्छ नि त। अनि त्यतिखेरको रक भनेको एनार्की भनेर भन्छन् मतलब त्यो टाइममा रकलाई एनार्किस्ट पाराले हेर्थ्यो नि त क्रान्तिकारी टाइपले। अब हुन पनि त्यो फ्रस्ट्रेसन भित्रको फ्रस्ट्रेसन त्यो रकको भोकल त्यस्तो हुनु यताउता हुनु भनेको त्यो चाहिँ अब मैले राम्रै कुरा मेसेजै दिने कुरा गरिरहेको भए पनि मेरो भित्रको फ्रस्ट्रेसन फालेको हो नि त मैले त्यसरी।
त्यही भएर त्यो भोइस त्यस्तो भयो। त्यो त्यो त्यसमा मैले आई लभ यु यो ह्यान त्यान यस्तो त्यो भन्न खोजेको होइन, लभ लेटर अँ, लेखेको होइन नि त। लभ लेटर होला तर त्यो पनि एग्रेसिभ वेमा हो नि त। अँ, अनि हो त्यो चाहिँ अब मलाई चाहिँ क्या सुरुमा अब पहिला पहिला अब फर्स्ट त सिस्टम अफ डाउनै हाम्रो घरमा अब पोस्टर थियो होइन होस्टलमा अँ, दाइहरू सुन्थेँ। अनि त्यसपछि एउटा जेलको पोस्टर थियो क्या चारजनाको पछाडि जेल अनि त्यो कैदी नम्बर बोके जस्तो कि हो अँ, त्योवाला पोस्टर दाइहरूलाई मनपर्ने। अनि झ्याझ्या झुझु ड्रम हानेको अब त्यतिखेर हातमा न इन्स्ट्रुमेन्ट छ न के छ न बजाउन आउँछ न इच्छा छ त्यो सुन्दाखेरि ओइ खतरा लाग्ने क्या। एक त दाइहरूले सुन्यो भनेर अनि प्लस चाहिँ त्यो पछिपछि चाहिँ अरू सबले त्यो शान्त गीत हल्का हिन्दी चल्थ्यो नि त नेपालमा त्यो अब किशोर अँ, कुमार यताउता चलिरहेको बेलामा नेपाली उदित नारायण झा अनि अनि मेन चाहिँ हाम्रोमा चाहिँ त्यो नर्मल गीतहरू नसुन्नुको कारण चाहिँ मेन रिजन चाहिँ के थियो भने केटीहरूले अब त्यो प्रोग्राम हुने बेलामा डान्स गर्नलाई त्यस्तो गीतमा डान्स गर्थ्यो क्या। अनि हामीले त्यतिखेरै त्यो डिभाइड भइसक्यो क्या यो गीत चाहिँ यिनीहरूले नाच्दा सुन्ने गीत हो अथवा नाच्नको लागि हो, यो गीत चाहिँ हाम्रो लागि हो सुन्नको लागि हो टाइपको के हो। त्यस्तो भएर चाहिँ म चाहिँ कम्प्लिटली यता साइड लिएँ कि अरे मेटालिका बज्दाखेरि होइन ल मास्टर अफ पपेट त्यस्तै त्यस्तैबाट सुरु भयो। अनि पहिला पहिला लिङ्किन पार्कको पनि ठुलो हात छ है। अब त्यो जतिखेर पनि नबज्ने जहाँ पनि टिभीमा पनि नबज्ने होइन। अनि त्यसपछि प्याराडाइज सिटी अँ, गन्स एन्ड रोजेस प्याराडाइज मेन त सिटी। एक्सेल रोजको त्यो इएसपिएनमा आउँथ्यो। एक्सेल रोजको त्यो युनियन्सहरू हुन्छ नि त्यो अँ, क्या अब त्यो सोम्यानसिप क्या देखाउने पाराहरू यताउता फ्यान भयो है त्यतिखेर। एक त लामो कपाल केटाहरू चारैजना केटाहरू क्लासलाई चाहिँ नभनौँ होइन त्यही पनि उसले मुख छोपे तर ड्रमर गिटारी अर्को गिटार बेसिस्ट डफ मेकेन ड्रमर अनि त्यसपछि एक्सेल रोज सबै खतरा ह्यान्सीहरू क्या अब त्यतिखेरको होइन बवाल दामीहरू क्या। अनि स्ल्यासको चाहिँ पारा खतरा क्या हेडसेट लगाएको। मलाई चाहिँ त्यतिखेर चाहिँ अब त्यो स्ल्यास त्यति गिटारमा थिएन भोकल खतरा लाग्थ्यो म्युजिक चाहिँ ठिक लाग्थ्यो ठिकै मात्र लाग्थ्यो। दाइ चाहिँ खतरा गिटार फ्यान के। अनि त्यसपछि मलाई चाहिँ त्यो पिच उडाएको हुन्छ नि चिच्चाको यस्तो यस्तो मनपर्ने क्या। अनि त्यहाँबाट चाहिँ जिएनआर त्यहाँबाट सुरु भएको अहिलेसम्म छ रहिरहन्छ अब जस्ट त्यहाँबाट चाहिँ त्यसपछि चाहिँ बिस्तारै जम्प हुँदै हुँदै यो लिम्प बिस्किट सुरु भयो होइन। लिम्बिच किड्स। मेन त त्यतिखेर त सबै यही प्रोग्रेसिभ रकहरूमै थियो। अनि मोटरहेड मेटालिका अनि मेगाडेथ आयरन मेगाडेथ। मैले अनि बरु त्यसपछि एकचोटि आइरन मेडेनको चाहिँ मैले वाइल्ड सुन्थेँ होइन। अनि त्यस पछाडि छोडिदिएँ कि मैले। आइरन मेडेन र एसिडिसीको त मेरो फोनमा हुन्छ नि डेन्जर धेरै गीतहरू थियो कि सेभ गरेर राखेको कि मैले। एसिडिसी है एसिडिसी पनि बवाल लाग्थ्यो अब। मैले मलाई चाहिँ मलाई अरू त वान गीतहरूभन्दा अफ नि द एउटा गीत बेस्ट छ ब्यान्ड लाग्छ एसिडिसी चाहिँ। मैले बेस्टै हो नि रक मन पराएको नि त्यहीबाट होइन एसिडिसीबाटै हो। अनि तर अब अरूहरूले गर्दा नि भयो नि त अब जिएनआरको अब नकिन अन एभेन्स डोर सुने त्यो। अनि त्यस पछाडि स्विट चाइल्डमा आएन होइन तिनीहरूले पनि त राम्रो गराइदियो। जेस यो तर योवाला योवाला त्यतिखेर पोर्सन चाहिँ लिरिक्सले चाहिँ भन्दिनँ होइन त्यतिखेर लिरिक्सले चाहिँ भन्दा नि भन्दिनँ अहिले कति बुझ्नलाई टाइम लाग्छ त्यतिखेर त झन् इङ्ग्लिसै राम्रो बुझ्दैन थियो। मेन नै म्युजिकले नै हो अनि प्लस अँ भोकल मेलोडीले गर्दाखेरि हो। अहिले अँ चाहिँ अहिले अब अहिले चाहिँ जस्ट लिरिक्स त भर्खर पो बुझ्न पहिला त्यो टाइममा थालेको। फेरि यस्तो हुन्थ्यो नि त त्यो टाइममा यस्तो हुन्थ्यो नि त त्यो सिडीको पछाडि पेपरमा लिरिक्स आउँथ्यो कि अँ अँ अनि त्यो त्यो त्यही हेरेर गीत सुन्दा त्यही हेरेर गरिन्थ्यो नि त। अहिले चाहिँ यसो राम्रो लाग्यो भने कि बुझिन्छ कि नबुझेको पार्टहरू चाहिँ लिरिक्स हेरिन्छ। मेन त यो मेटलको त बुझ्दै बुझिँदैन धेरै कुरा। मेटाल त अब सुन्दा 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 बुझिन्छ अँ होइन सबै चाहिँ बुझिँदैन। मलाई चाहिँ मेटल भन्दा पनि त्यही भएर यो मेटल कोर यो हार्ड कोर पङ्क रकहरू हुन्छ नि हो त्यस्तो चाहिँ दामी लाग्छ कि। पङ्क रक त मेरो फेभरेट जनरा भयो। पङ्क रक हाम्रो के अरे त्यतिखेरको ऊ क्या
बिलिजो के अरे ग्रिन डे, ग्रिन डे। बिलिजो आर्मस्ट्रङ। हेर क्या बुढा भइसक्यो यार। के त्यो अझ बिलिजो त अझै बुढो देखिन्न यार त्यो त। कहाँ अहिले देख्यो नि हो र त्यो एउटा कसले निकालेको थियो गीत वाट द फक ह्यापन टु बिलिजो हिजोसम्म ठिकठाक थियो के टाइपको। बुढो देखिन थालिसक्यो त्यो। हुन त त्यसले अब आजकल खोइ लास उस गर्न थाले जस्तो लाग्दैछ के अरे त्यो। तर ग्रिन डेले नि 2000मा त डेन्जर उचालिदिएको हो नि रकलाई त, अर्ली 2000मा के। ग्रिन डे माई केमिकल रोमान्स। माई केमिकल रोमान्स नि डेन्जर उचाले के अर्ली अर्ली 2000तिर त बाप्रे बाप्रे। यो जब यो उसायो नि के अरे त्यो गाडीवाला म्युजिक भिडियो नि यिनीहरूको। बोलवर्ड अफ ब्रोकन ड्रिम्स। ब्रोकन ड्रिम्स हो त्यो के बुलोवर्ड अफ ब्रोकन ड्रिम्स होइन। त्यो त हाम्रो टोलमा हुन्छ नि सब केटाहरूको फोनमा थियो क्या त्यो गीत। तर मलाई चाहिँ त्यो सुरुमा अलिकति पारा हुन्छ नि त्यहाँ गाजा लाग्यो नि नेल पलिस लाग्यो त्यो पहिला चाहिँ मन पर्दैन थियो क्या। पछि अब त्यो गिटारिस्टहरूले नि लगाएको देखेँ मैले, त्यो पछि नुनोले लगाएको देखेँ होइन। भनेको हाम्रो यो एक्सट्रिमको गिटारिस्ट। अनि म्याक्सिमम् गिटारिस्टहरू रकको। अनि एलिस कुपर हेर न एलिस कुपरको क्या एलिस कुपर अन्त त पुरै उसको त त्यो हेर्दै ब्रुटल छ मार्ली मेन्सन। अनि सबको अलिकति यो चाहिँ हो अर्कै रहेछ है भन्ने टाइपको। यो चाहिँ यो भित्रको यो कल्टभित्रको मन्त्र। यो चाहिँ हाम्रो यो के अरे के भन्छ व्रतबन्ध गरिसकेपछि फलो गर्नुपर्ने नियमहरू टाइपको क्या। त्यो नेल पलिस लगाउने कालो होइन चट्ट कान्छी औँला अरू कहीँ नभए पनि कान्छी औँलामा नङपालेर भए बुढीवाला पनि र लगाउने। कान्छी औँलामा चाहिँ लगाउँथेँ मैले नि। मेटल चाहिँ अब कुनबाट स्टार्ट भयो भन्ने अलिकति सुनेको चाहिँ ढिलै हो होइन मैले मैले टेन त झन् टेन बा इलेभेनतिर हो। मैले नि त्यस्तै 9को एन्डतिर हो मैले चाहिँ। यस्तो हुन्छ नि मलाई याद छ होइन मैले चाहिँ हल्का सानो हुँदाखेरि जो 7तिर पढ्दाखेरि चाहिँ आई डोन्ट वान्ट मिस अ थिङ सुनेको मलाई याद छ होइन। तर त्यसले त्यस्तो इम्प्याक्ट चाहिँ गरेन कि हुन्छ नि रकलाई कन्टिन्यू गरौँ टाइपको के त्यस्तो त्यस्तो खालको इम्प्याक्ट चाहिँ गरेन होइन। तर पछि पछि आएर चाहिँ एसिडिसी यो सबभन्दा दामी इम्प्याक्ट हानेको मलाई चाहिँ एसिडिसीले नै हो होइन। अझै त्यो उनीहरूको मैले कन्सर्ट हेरेको क्या दाइ मलाई त सुरुमै। त्यसको ऊ चाहिँ दामी लाग्छ सुक मी अल नाइट लङ। त्यो गीत नै दामी छ। मलाई त त्यतिखेर त्यो टाइममा 10-11मा द हु अनि वुल्फ मदर चाहिँ यस्तो खतरा लाग्थ्यो। तिनीहरूको एउटा कन्सर्ट छ क्या दाइ मैले मैले हेरेको थिएँ होइन। एसिडिसीको चाहिँ अर्जेन्टिनामा हो क्या अघि अर्जेन्टिना रिभर प्लेटमा भएको कन्सर्ट होइन। 2009मा भएर रहेछ त्यो कन्सर्ट। यो कन्सर्ट फुल छ क्या दाइ युट्युबमा हेर्नु है। मैले हेरेको छु। यस्तो यो कन्सर्टबाट त म त एसिडिसीको त डेन्जर फ्यान भएको थिएँ कि मैले त जस्तो नि गीत सुनिदिने के हुन्छ नि यिनीहरूको त त्यहाँदेखि के चाहिँ अरे अनि मेटलमा हुक भयो दाइ रकमा भन्दा पनि मेटलमा हुक भयो होइन। अनि त्यस पछाडि स्लिप नटहरू सुन्न लाएँ स्लिप नट मेगाडेथ यिनीहरू सुन्न लाएँ होइन। त्यतिखेर अन्डरग्राउन्ड मैले त अलिअलि सुन्न थालेपछि यसो कन्सर्टहरू जान थाल्यो अन्डरग्राउन्ड ब्याटल सिनहरू हेर्न थालेँ। आफू गाउने बजाउनु त थिएन तर त्यो सिन अन्डरग्राउन्ड सिन चाहिँ भवालै थियो होइन। तिमीलाई गिरिश प्रधान एन्ड द क्रोनिकल्स भन्ने ब्यान्ड थाहा छ यहाँ अस्ति ब्रिटेनको गरेको सिक्किमको टोलीहरू। थाहा छ क्रोनिकल्सको त। मलाई किन अब त्यो भोकलिस्ट हेरेर चाहिँ पहिला 2014 होइन सरी नट 14 होला 14-15मा
आइसिएमसीको कम्पिटिसनमा हो कि साइलेन्स फेस्टिभलको ओपनिङको कम्पिटिसनमा उनीहरू आएको थियो जस्तो लागेको थियो है कम्पिट गर्न। डेथ टोल भन्ने गीत गाएको जस्तो लागेको थियो मलाई। अब हो कि होइन चाहिँ एक्ज्याक्टली थाहा भएन, तर जहाँसम्म लागेको छ उनै हो क्या, गिरिश प्रधान नै हो क्या त्यो भोकलिस्ट चाहिँ त्यतिखेर चाहिँ जस्तो लागेको छ। अब त्यतिखेर खोइ को छ दाइहरूलाई सोध्नुपर्छ। गीत पनि थाहा छ ठ्याक्क भोइस स्लिप्स लास्टै सुन्थेँ मैले, अनि डेथ टोल भन्ने गीत गाएको थिएँ बियर खाँदै, लास्टै खतरा लागेको थियो क्या त्यसले गाएको। धेरैले हावा भन्थे पछाडिबाट, जे पाए हो भन्थे, मलाई चाहिँ दामी लागेको थियो। अहिलेसम्म सुन्छु भोइस स्लिप्स, नयाँ गीतहरू अपडेट गरिरहेको हुन्छ, यस्तो मनपर्छ झन् त्यसले गाएको सुन्दा त अति दामी लागेको यार। त्यतिखेर त मलाई त्यो ऊ पनि दामी लाग्थ्यो, गोजिरा, कार्निभल भन्ने सुनेछौ? CRNIVAL VOOL कार्निभल भन्ने नि छ होइन र? भयो जस्तो लाग्यो कि त्यो गीत हो? त्यही होला। तर नेपालमा म चाहिँ एकदम ठुलो नमस्कार चाहिँ अन्डरसाइडलाई गर्छु। अन्डरसाइडले गर्दाखेरि हो धेरै टाइमसम्म। कहाँ पहिला त साथी म्युजिकले गर्दा हुन्थ्यो, यस्तो खानीहरूको अब त्यो अनुसारले मिल्छ होइन, त्यो पार्ट बेग्लै छोडिदिउँ लेट बी। अनि म्युजिक चाहिँ अब अरू चाहिँ बाँकी भनेको चाहिँ म्युजिकले गर्दाखेरि यसले यो सुन्छ अथवा यसले यो सुन्दैन भन्ने पातो हाउडे हो तोरी हो टाइपको। फेरि फेरि भन्ने ब्यान्ड सुनेछौ? फेरि फेरि सुन्ने छैन दाइ त्यो। फेरि फेरि पनि दामी छ। मलाई भोकल पार्टहरू चाहिँ फायरफ्लाइ चाहिँ सुनेछु बरु, खासै त्यसै सुने होइन। फेरि फेरि चाहिँ सुने, फायरफ्लाइ चाहिँ सुनेको, फेरि फेरि चाहिँ सुने होइन। फेरि फेरि होइन पेरी फेरि के? ए पेरी फेरि म त फेरि फेरि सुनिरहेको के पेरी फेरि Around पनि my सुने होइन। periphery, around my periphery, मेरो surroundings. पेरी फेरि 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 अनि Between the Buried and Me, म्यारिगोल्ड फेरि रे त, फेरि मिस म्यारिगोल्ड रे म्यारिगोल्ड। डब्बा डब्बा चब्बा। हजुर ल ल अहिले चाहिँ आयो, के? आवाज आएको थिएन कि ए ठिक ठिक। भेट्टायो। पेरी फेरि म्यारिगोल्ड 9 वर्ष अगाडि आएछ। पुरानो ब्यान्ड हो, दामी छ यिनीहरू। पुरानो ब्यान्ड रहेछ। उस सुरुमै सेक्सोफोन सुने होइन, सेक्सोफोन जस्तो लाग्यो त्यो म्यारिगोल्डको। यो टन्नै तर पुरानो रहेछ त है, 13 वर्ष अगाडि नै हाले रहेछ। म्याथ पोस्ट मेटल भन्ने कि म्याथ मेटल भन्ने कि कस्तो छ यिनीहरू, त्यस्तै खालको छ कि पोस्ट मेटल छ, प्रोग्रेसिभ मेटल भन्ने कि म्याथ मेटल भन्ने, जस्ट दुइटैको बिचमा छ। ओपेथ भन्ने ब्यान्ड सुनेको छु? ओपेथ सुनेछु होला दाइ त्यो त, त्यो तपाईँले सुने जस्तो लाग्यो नेपालमा मलाई। त जसको पनि टी सर्टमा ओपेथ हुन्थ्यो, तर सुनेको हुन्थेन नि फेरि। तपाईँले सुने जस्तो लाग्यो मलाई पनि। जिन्दाबाद भन्ने त सुनेछौ नि? जिन्दाबादको चाहिँ राम्रो छ या, तर म एकदम एकदम हुन्छ नि हाइप या टाइपको के। एसटी गिटार जिन्दाबाद। एसटी गीत कहाँ यहाँ युरोपमा हो कि? अस्ति कुन चाहिँ भ्लग हेरेको थिएँ, भ्लग हो कि पोडकास्ट, अनि एसटी भनेको सनी तुलाधरको गिटार त्यतातिर त्यो कम्पेयर गरे हो कि जस्ट गिटारको बारेमा भनेको, अनि त्यसले हल्का त्यो गिटार मगाएर फेरि आफै बनाएको देखेँ कि, अनि ग्लोबल्ली जस्ट म्युजिसियनहरूले अप्रिसिएट गरिरहेको रहेछ। दामी नै छ क्या त्यो दाइको गिटार, टोनहरू यस्तो दामी छ क्या। मलाई राम्रो लाग्छ त्यो दाइको त। अनि अब जस्ट बाहिर पुग्दाखेरि ल आफ्नो नभए पनि नेपाली म्युजिसियनको बनाएको चिजहरू बाहिर पुग्दैछ भनेर चाहिँ खुसी लाग्ने कि। जर्मन नै होला सायद, हो कि ब्रिटिस कुन चाहिँले
एउटा म्युजिसियनले कम्पेयर गरेको थियो क्या, अनि त्यसलाई नै फेरि कस्टमाइज गरेको थियो क्या आफैले। हुन त उनीहरूले कस्टमाइज गिटार नै बनाउँछन् बनाउन चाहिँ, तर पनि एउटा कसैले गिफ्ट दिएको थियो होला उसलाई, अनि उसले त्यसलाई कस्टमाइज गरेर राखेको रहेछ क्या। हुनसक्छ। प्रोग्रेसिभ रकको कुरा भइरहेको थियो नि त अघि। प्रोग्रेसिभ रक, प्रोग्रेसिभ मेटल, अनि मैले गिटारिस्टलाई देखाउन अथवा सुनाउनलाई बनाएको ब्यान्ड टाइपको भन्थेँ नि। प्रोग्रेसिभ रकलाई प्रपरली भन्ने हो भने आइटीको भाषामा तिमी सफ्टवेयर इन्जिनियर अथवा ग्राफिक्स डिजाइनर छौ होइन, अनि एउटा प्रोजेक्ट हातमा आयो आफ्नो, त्यो प्रोजेक्टमा चाहिँ तिमीले आफ्नो म्याक्सिमम दियो कि म एनिमेसन पनि हाल्छु, म अरू पनि एआई पनि हाल्छु एउटा डिजाइनको लागि, म त्यो फ्लोटिङ पनि हाल्छु होइन, म त्यो फ्लिप हुने सबै हाल्छु, म एउटै पेजमा सबै हालिदिन्छु कि सब। यहाँ एनिमेट पनि भइरहेछ, यहाँ डोलिरहेछ, यहाँ ऊ भइरहेछ, यहाँ घुमिरहेछ, यहाँ रिड अनली पनि छ, यहाँ मेसेज गर्नु सक्यो, ए टु जेड आफूले जानेको बुझेको यो दिमागबाट ज्याप निकालेर सब हालेको हो। त्यो चाहिँ हो प्रोग्रेसिभ रक गिटारिस्टहरूको चाहिँ मेन चाहिँ। ड्रिम थिएटर त अब ड्रिम थिएटरै भइहाल्यो। त्यतिखेर चाहिँ मलाई चाहिँ त्यो बेलामा चाहिँ ड्रिम थिएटर अलि त्यति मन पर्थेन क्या। फेरि खतरा चाहिँ खतरा हो होइन, तर खै मलाई किन अनि ड्रिम थिएटरको ड्रमर र जो सेट्रियानी सेम लाग्थ्यो कि मलाई तालु तालु होइन, उस्तै लाग्थ्यो। ए तिमीलाई थाहा छ जो सेट्रियानी भन्न साथ जो सेट्रियानी र कोल्ड प्लेको एकचोटि खतरा इस्यु भएको थियो नि, भिवा ला भिडा भन्ने गीत छ नि कोल्ड प्लेको, हो त्यसलाई उसले सु हानेको हो क्या हाम्रो जो सेट्रियानीले। उसको चाहिँ लर्निङ टु फ्लाइ हो कि फ्लाइङ इन द स्काई, खै के हो, लर्निङ टु फ्लाइ भन्ने गीत छ कि एउटा, त्यसको त्यो मेलोडी सेम छ क्या उसले गाउने र जसरी खतरा इस्यु भएको थियो। अनि पछि जस हल्का फुल्का पैसा के गर्यो कोल्ड प्लेले, अनि मिलाएर साइलेन्ट बनाएको हो कि। म त फेरि सच्चा त्यतिखेरको सच्चा ब्रह्मचारी रक फ्यान हो नि। फेरि व्रतबन्ध गरेपछि यो बिहान उठेर जप गर्नुपर्छ, दिउँसो यस्तो जना यहाँ टोइलेट जाँदा कानमा बेर्नुपर्छ भने एक टु जेड रकमा चुज प्यान्ट लाउनुपर्छ, अनि ब्यान्ड प्रिन्ट हो टी सर्ट सबै। अनि त्यसपछि कपाल पनि अब त्यतिखेर त उसको हो नि त ब्ल्याक भेल ब्राइड्स, अनि त्यसपछि यस्तै पङ्कहरू सुनिन्थे, अनि त्यो कपाल पनि पुरै क्या पङ्क होइन। अनि त्यसपछि अनि अर्को एकदम कल्ट त्यतिखेरको कुरा के थियो भने रक भनेपछि टेक्नो सुनिँदैन कि, टेक्नो भनेको आरएनबीहरू अरू इडियमहरू अलिक मन पर्दैन, सुन्नै मिलेन टाइपको क्या। यो चाहिँ होइन है, यो हाम्रो सोसाइटीको होइन, यो एकदम बर्बाद हो टाइपको क्या। अनि कहिले सुनिएन। अनि त्यही भएर कति म्युजिक कस्तो राम्रो ब्यान्डहरू थियो होला, सुनेन, अहिले मनै पर्दैन क्या। अब रक पप भनौँ न, आरएनबी रक पप टाइपको सुन्नु पर्यो भने एबिसीहरू अथवा किङ्स अफ लियनको पनि पछि बिचमा एउटा अलिक फरक टाइपको आएको थियो नि। अनि मम्फोर्ड एन्ड सन्स भन्ने ब्यान्ड थियो, तर ऊ त रकै भयो। अब जे भयो नि उनीहरूले नि के त्यो ऊहरू नि युज गर्थ्यो क्या, बेन्जोहरू जे सुनहरू पनि राम्रो थियो। अनि सिदर भन्ने ब्यान्ड क्या, एउटासँग कुरा गरिरहेको थिएँ कि मैले, त्यो जेम्स भन्ने एउटा छ कि पहिले बिचमा वेयरहाउसमा सँगै काम गरेको। सिदर हामीले SEETHER हो नि त, तिनीहरूले सियर भन्दो रहेछ कि, टी नै नभने क्या, सियर भन्छ, SEETHER भन्छ, या वी से सियर
भन्छ यो गोराहरूलाई एक झापड हानु जस्तो के अस्ति ठ्याक्कै कुन चाहिँले रक पपमा त चल्दो बल्दो त अब सुन्दै आएको हाम्रो बिटल्स दादाहरू हुनुभयो के अरे हजुरबाहरू जिजुबा भन्नु पर्ला। रक पप भन्ने क्लासिक रक क्लासिक रक अब पप रकै भन्न मिल्यो नि त हल्का हल्का त बिटल्सलाई त। पपुलर रक हो तर क्लासिक रक पप रक टाइपकै हो भनौँ न अब जेसँग हो तर डार्क डार्क पनि छ नि त फेरि उनीहरूको तिनीहरूको त त्यो पपसँग नमिल्ने लिरिक्स हो क्या फेरि उनीहरूको लिरिक्स मिल्दैन नि त पपसँग उनीहरूको त्यही हो ब्ल्याक बोर्ड सोसाइटी हेरेर अर्कै गरी कस्तो पोर्ट्रे गर्छ ब्ल्याक बोर्ड डिफ्रेन्टली कस्तो राम्रो छ है तिनीहरूको त्यो के टक्क बुझ्ने हो भने कि त्यो गीत। ब्ल्याक बर्ड मलाई चाहिँ त्यो गीत पनि दामी लाग्यो वाचिङ द विल्स वाचिङ द विल्स पनि राम्रो छ। अनि जस्ट दामी नै छ ऊ त्यो तिनीहरूको लिरिपी भन्ने हो कि खोइ कुन एउटा मुभी थियो नि पल म्याकेट्नीको कुन थियो यार लिरिपी भन्ने नै होला जस्ट त्यो गीत पल म्युजिकल पल गीत पल मुभी जस्तो पल पल म्याकेट्नी पल म्याकेट्नी भने कुन चाहिँ ब्यान्डको अरे दाइ? हेर भर्खर बिटल्सको कुरा गर्दैछ अनि अनि यस्तो त्यो त कहाँ पल म्याकेट्नी त्यो प्रोनाउन्सिएसन त्यस्तै हुन्छ। जन पल मलाई नाम त थाहा छ क्या दाइ जन पल होइन जन रिङ्गो लेनन जन पल रिङ्गो अनि जर्ज ह्यारिसन जर्ज जर्ज पल पल जर्ज मकाट्नी ह्यारिसन भन्छु क्या मैले चाहिँ पल ए पल मकाट्नी भन्छु क्या त्यो हल्का प्रोनाउन्सिएसन मैले डिफ्रेन्स म्याकेट्नी भनेको त्यो हल्का त्यो बिचमा बिचमा जे गरे नि हुन्छ बिच अझै गरे नि हुन्छ त्यसलाई त त्यसको फिल्म त उस हो यस्टरडे होइन यस्टरडे भनेको त उ त्यो भइहाल्यो नि इन्डियन केटाले हिमेश पटेल इन्डियन केटाले हिमेश पटेल त्यो त अर्कै भयो पल म्याकेट्नी नै त्यही क्यारेक्टरको हो कि पल म्याकेट्नीले नै खेलेको खोइ कुन हो लिरिपी भन्ने छ होला जस वार टाइमको हल्का पार्टहरू पनि छ कि लेट इट बी नै होला त्यसो भए। त्यहाँ त्यसमा चाहिँ जस्ट ठिकै लागेको थियो तर मलाई जन भन्दा पनि ऊ चाहिँ खतरा लाग्छ है जर्ज ह्यारिसन जनले त मलाई त के लाग्छ भन्दाखेरि सोलोमा जब सुरुमा स्टार्ट गर्यो नि सोलोमा चाहिँ राम्रो गर्यो होइन पछि ब्यान्डमा आएपछि चाहिँ त्यस्तो खासै ह्युज कन्ट्रिब्युसन चाहिँ दिए जस्तो त मलाई लाग्दैन तर है म त नो केही नै भन्न सक्दिनँ अनबाइस्ड होइन यिनीहरू अब लेजेन्डरी ब्यान्ड त्यतिखेर अब होइन जे गरे नि मलाई चाहिँ खतरा साइको लाग्ने दामी नि लाग्ने साइको नि लाग्ने लिरिकल्ली साइको अनि त्यसपछि तर दामी पनि भने चाहिँ यो जिम मोरिसन हो क्या अघि त्यसको कुन गीत सुन्दै आइरहेको थिएँ जिम मोरिसन फादर जिम डोर्स फादर यस सन आई वान्ट टु किल यु मदर यस खै के भन्ने योवाला गीत सुन्दै आइरहेको थिएँ कस्तो तोरी बिग्रेको छोरो हो यार यो टाइपको के हुन्छ नि यस्तो तोरी मान्छे पनि मान्छेले रुचाइरहेछन् होइन मुभीमा त्यो केटीलाई कस्तो हेप्छ कस्तो पिट्छ जलाइदिएछ ढोकामा होइन दराजमा थुनिदिएर त्यही नै त्यो केटी साइको जस्तो छ अनि त्यही केटासँग लागिरहेछ त्यो साइको खालको मान्छे तर खै खै के हो क्या मलाई जस्ट सुन्दा दामी पनि छ तर क्यारेक्टर हेर्ने हो भने यो मान्छे पाप मान्छे हो क्या यार जस्तो पनि छ कि अब म पर्सनल्ली मलाई चाहिँ पातै लाग्यो कि यो मान्छे हुन्छ नि त्यो साइको यो
यसलाई जेलमा राख्नुपर्ने मान्छे बाहिर, तर हुन्छ नि जस्ट सिरियल किलर टाइपको। अब त्यो डाइरेक्ट त्यही चाहिँ नभनौँ होइन, त्यो दुनियाँथरी त्यो बिरामी भएको मान्छे, तर गाउँदा चाहिँ दामी सुनिने कि। त्यो भित्र चाहिँ अजिबोगरिब रोग छ, तर बाहिर चाहिँ एकदम क्लिन के, त्यस्तो टाइपको कि। तपाईँलाई दाइ मोन्टली क्रू भन्ने ब्यान्ड थाहा छ? ए मन्टली क्रू भन्ने अस्ति मलाई मास्केले हो कि होइन होइन कसले हो सुनाएको यार, तर मैले धेरै गीत सुनेको छैन। यिनीहरूको नयाँ नयाँ आउँछ भन्ने हल्ला सुन्दै थिएँ मैले। ए हो, मैले चाहिँ के सुनेको थिएँ भने यो सिस्टम अफ डाउनको चाहिँ प्याचअप हुन लाग्यो भन्ने सुनेको थिएँ हो ब्यान्ड। प्याचअप भयो भने एकचोटि त फेरि त्यहाँ गर्न आउला लाग्यो। त तपाईँ भए ठाउँमा त। है हुन गाह्रो छ नि त, तिम्रो भोकलिस्टले सबै ब्यान्ड मेम्बर सबै चाहिँ थाहा भएन, जस्ट दुईजना त्यो दारी बाट्नेवाला भोकलिस्ट र अनि ड्रमर चाहिँ छुट्टै छुट्टै फ्रिल्यान्सिङ टाइपको हुन्छ नि। अरूमा गरिरहेको छ, म्युजिकल्ली छुट्टेको चाहिँ छैन क्या। भोकलिस्ट अर्को ब्यान्डहरूमा नि गरिरहेको छ नि त। त्यो त हानिरहेछ हान्न त। तर गीत सुन्दा कस्तो अर्कै लाग्थ्यो, मान्छे अलि त्यो पनि मान्छे हल्का सिरियस पारेको रहेछ कि। मतलब कुरा सुरा फ्ली सुन्दा हुन्छ नि क्या सिरियस रहेछ यार यो मान्छे त फ्ली जस्तो। भइरहेको। त्यो यस्तो गीत चाहिँ वाइल्ड होइन, मान्छे चाहिँ विपुल छेत्री पारेको कि। विपुल छेत्री त सज्जन सज्जन छोरा टाइपको हुन्छ नि, सज्जन केटो एकदम भला आदमी मान्छे एकदम है। आर्टिस्ट पनि राम्रो आर्टिस्ट, क्लिन आर्टिस्ट टाइपको छ नि त। ऊ चाहिँ गीत चाहिँ के पुरै त्यो ऊ हानेको छ, सबै सार्केस्टिक हुन्छ नि, सटायर मात्रै हानेको छ गीतहरूमा चाहिँ। अनि सोसाइटीलाई यस्तो भनेको छ, लास्टमा मान्छे चाहिँ सिरियस के हुन्छ नि, बोल्दाखेरि सिरियस अघि डरलाग्दो पो छ अनि। मैले नि एउटा हेरेको थिएँ कि, एउटा इन्टरभ्यू हेरेको थिएँ कसो त्यो कुर्सीमा बसेर व्हाइट ब्याकग्राउन्डमा इन्टरभ्यू हुन्छ नि, तपाईँले हेर्नु भयो कि नै त्यो त्यस्तो है खालको। है कुन चाहिँ हेऱ्यो तिनीहरूले जस आर्टिस्टहरू लिएर आउँछ के, 90sका आर्टिस्टहरू लिएर आउँछ होइन। यो अनि त्यसको त्यही हेरेको थिएँ कि, अनि मान्छे हेर्दा त त्यसले त्यति बेला चपसोएको उस हानेको थियो कि, डिस्क्रिप्सन हानेको थियो होइन, कसरी लेखेको कसरी भयो यताउति भनेर होइन। ए ओके ओके, म पनि थिएँ होला, मैले नि हेरेको थिएँ, सरी म पनि थिएँ अरे अनि मैले नि त्यो मैले त्यो फुल इन्टरभ्यू हेरेको थिएँ कि, यस्तो हेर्दाखेरि चाहिँ ल मान्छे त के हो त नि, यस्तो यसको अल्टरनेटिभ क्यारेक्टर होला जस्तो लाग्ने कि त्यो गीत गाउँदाखेरि के। अल्टर इगो होइन त्यही अब म्याक्सिमम् बोल्दाखेरि नि म्याक्सिमम् कस्तो त्यस्तै त हुन्छन् होइन र ब- आर्टिस्टहरू। त्यो जस्तो आफै लेख्छ नि त, त्यसले आफै लेख्छ आफै एक्सप्रेस गरे हो नि त त्यो। अनि म्याक्सिमम् आर्टिस्टहरू त्यही अब एक्टरहरू यताउता जो साई हुन्छ झन् ऊ चाहिँ झन् त्यो फिल्डमा छ, अथवा जसले त्यो हुन्छ नि दबाएर राखिरहेछ कुरा, अथवा अब्जर्भेन्ट हुन्छ नि, त्यो सबै अब्जर्भ गर्ने अनि त्यसपछि आफ्नो एउटा त्यो बनाउने हो। यहाँ चाहिँ पुरा त्यो स्नेक पाराको क्या, टु फेस टाइपको क्या आर्टिस्टहरू त्यस्तो हुन्छ नि। त्यो अब खै त्यस्तै लाग्छ मलाई। नहुन नि सक्छ, कोही कोही एकदम चिल हुन नि सक्छ। अनि त्यस्तै लाग्ने क्या। अब त्यसले स्क्रिम हान्दाखेरि चाहिँ मलाई भित्रको पुरै भडास निकाल्छ होला जस्तो लागेको क्या मलाई। तर बच्चामा त तिनीहरूले त तिनीहरू मात्र सुने यार। मेटालिका त खासै दाइहरूले बजाउँथेनन् पो, मलाई चाहिँ कहाँबाट मेटालिका मन पर्यो पछि। तर दाइहरूले चाहिँ त्यही सिस्टम अफ डाउन मात्रै बजाउने क्या। अनि त्यतिखेर तपाईँलाई भूमिको गीतहरू बज्थ्यो। तपाईँलाई इगल्स ब्यान्ड कस्तो लाग्छ? इगल्स राम्रो छ। इगल्स र इगल्स स्कर्पियन कस्तो लाग्छ तपाईँलाई त्यो दुइटा ब्यान्डहरू? स्कर्पियन फेरि बच्चा हुँदाखेरि वाइल्ड, स्कर्पियन्स त वाइल्ड दामी लाग्छ यार।
स्कर्पियन्स त खत्रै लाग्छ यार। मलाई एभ्री ऊ हुन्छ नि अब त्यो उनीहरूको क्लिन पिच छ होइन, अनि त्यसपछि गीतहरू पनि त्यस्तै छ, एकदम दामी लाग्छ यार। थ्री डोर्स डाउन भन्ने पनि ब्यान्ड भयो जस्तो लाग्थ्यो मलाई, छ होइन र त? छ थ्री डोर्स डाउन I'm here without you baby ए छ ओइ त्यो त्यो गीतमा त 1 बिलियन भ्युज पुगेछ नि त युट्युबमा त। पुग्यो होला नि यार त्यो बेलामा। अहिले पनि बज्दैछ। अहिले त त्यो यो मेन त रेडियोले गर्दा पनि होला हौ, 1000 चोटि बजाउँछ यार यहाँ हाम्रो। अहिले त इन्स्टामा नि डिन्ज चल्छ यो गीत त। कस्तो नेपालमा चाहिँ अब खोइ यहाँको म्युजिकको नि कस्तो छ, पेटेन्टहरू हुन्छ नि त होइन, अनि त्यो बजे अनुसारको पैसा हुन्छ नि त। नेपाली म्युजिसियनहरूको आर्टिस्टहरूको चाहिँ के छ, यहाँ चाहिँ खतरा लास्टै कमाउँछन् यार आर्टिस्टहरूले। कि त्यहाँ त वाइल्ड कमाइ हुन्छ नि त है। यहाँ चाहिँ अब कसरी गरिरहेछन् यसो अब बुझ्नु पर्छ। प्रोडक्सन कम्पनी मेन त आफ्नो एल्बम आफूसँग, आफ्नो कुनै एल्बमै आफूसँग हुन्छ कि हुँदैन नेपालमा। यहाँ चाहिँ अब एल्बम किन्छन् नि त होइन, अनि अब रेडियोले कति बजाइदिन्छ, अरूले कति बजाइदिन्छ, त्यो हरेकको एभ्री आउने कि पैसा। त्यो त क्वेसन र होमवर्क तिमीलाई। कुन देशको प्रधानमन्त्री मेरो फ्यान हो? कुन देशको प्रधानमन्त्री मेटल फ्यान हो? यसमा अप्सन छ कि नै? त्यसलाई अप्सन छैन, अहिले आफूले पनि हो कि होइन भइरहेछ क्या। त्यसलाई फ्रान्सको हो कि कसको उसले प्रेसिडेन्सियल मिटअपमा हाम्रै छिमेकीतिरको पर्छ क्या, नेपालका जस्ट हामी जस्तै टोलीहरू पर्छन्। प्रेसिडेन्सियल मिटअपमा मेटालिकाको ओरिजिनल गिफ्ट दिएको कि, अनि त्यसले चाहिँ उसलाई त्यो दिनुपर्छ नि त, आफ्नो राष्ट्रको भयो नि त त्यो त। त्यो त्यो अब कस्तो, त्यो प्रेसिडेन्ट गएको हो नि त, त्यो पर्सनल्ली गएको होइन नि त होइन, प्रेसिडेन्टको गिफ्ट भयो नि त, अनि त्यसले चाहिँ राष्ट्रिय उसमा राख्नुपर्छ। त्यसले कति पैसा हालेर तिरेर आफूले किनेर राखेको कि त्यसले नि। इन्डोनेसियाको होला सायद, हो कि फिलिपिन्सको। फिलिपिन्स र इन्डोनेसियामा एउटा हेर त। फिनल्यान्ड आइरहेछ। फिनल्यान्ड साना मारिन। ल गुड नाइट। आजलाई अब के नेपाली म्युजिक सुनाओ। अब अहिलेसम्म यसो चित्त बुझेर अन्तिमसम्म कुर्या कोही छन् भने चाहिँ नेपाली म्युजिक सुनाओ। अहिलेको लागि चाहिँ चेरी ब्लोजम ब्यान्ड, चप्पल, आशिष गुरुङ बेस्ट, अनि त्यसपछि स्पेस, एन्ड देन मङ्की टेम्पल त अब पुरानै हो, जिन्दाबाद पुरानै हो, सुनाओ त्यही पनि, एक्स मन्त्र पुरानै हो, चकाचक, अनि हामी, अनि त्यसपछि चुम्बक, स्पेस, त्यही हो अहिलेको लागि यति। यिनीहरू सुनाओ। होमवर्क द्याट्स इट। सी यु केटाकेटीहरू, अर्को एपिसोडमा भेट्नुपर्छ। के भन्ने दाजुभाइ।